पाँचको मासु धेरै पोल्नु हुँदैन, नचिनेको मान्छेसँग धेरै बोल्नु हुँदैन। यस्तो जिन्दगी अनि कहाँ पाउनु अनि? सिधै चुलाबाट निकालेको तातो। साह्रै मिठो भयो, तर करेन्ट चाउचाउ खाएर हप्न चाहिँ गाह्रो होला जस्तो। हेलो गाइज, आज चाहिँ हामी यसो खोलातिर पिकनिक खान जाँदैछौँ गर्मीमा। टक्कसँग हाम्रो लागि समुद्र भनेको पनि त्यही घर छेउको खोला हो। गाइजहरू दाउरा खोज्दै हामी चाहिँ गन्तव्यमा आइपुग्यौँ। ल अब चाहिँ पुरा यहाँ हाम्रो बिचिसकेको छ सेकुवा। त्यो जाली चाहिँ के को लागि लिएको त अनि? यो चाहिँ ढुङ्गा नभेटेको खण्डमा ल्याएको अरे, तर ढुङ्गा भेट्यो अनि कस्तो चट्टसँग हाम्रै लागि बनेको ढुङ्गा राखेको चाहिँ भनेपछि यहाँ एक्सट्रिम चिसो एक्सट्रिम जाँदैछ। अब हाम्रो करेन्ट चाउचाउ पनि बनाउनु छ। चिसोहरू कहाँ लुकाउनु भयो? पाँचको मासु धेरै पोल्नु हुँदैन, नचिनेको मान्छेसँग धेरै बोल्नु हुँदैन। यस्तो जिन्दगी अनि कहाँ पाउनु अनि? ल अब चाहिँ घाम पनि आयो टक्कसँग, त्यो पनि छैन। गर्मी भयो भने चुप्लुक्क पानीमा डुबिहाल्ने हो फेरि हामी। दाजु बहिनी पानी परेर बिजोग भयो। गाईहरू हाम्रो मासु पाक्छ कि पाक्दैन थाहै छैन। अब जे सकेसम्म पाक्छ, किनभने यस्तो मजाको बङ्कर बनाएको छौँ हामीले। बलिरहेछ करेन्ट। यसको बादमा आगो रह्यो भने पानी पर्यो नि त। मोबाइल भित्र पानी पर्यो। खोला बढिसक्यो। आधी खाइसक्यो, आधी पानी छ। पानीले गर्दाखेरि भिडियो बनाउनु पाइनँ। सिधै चुलाबाट निकालेको तातो। हेलो गाइस, एक सौर भिजेर पनि फेरि हामी करेन्ट खाने सुरसारमा पाक्दैछ करेन्ट। अब चाहिँ फेरि पानी पर्ला जस्तो भएर हामी भारी सारी बोकेर लागेको घरतिर। सबभन्दा ठुलो भारी चाहिँ मम्मीले बोक्नु भएको छ। त्यसलाई सबभन्दा गाह्रो र भारी लडिहाल्यो भने पनि एकदमै डेन्जर भारी बोकिनु भएको छ। त्यहाँ चाहिँ पौडी खेल्नु त यहाँ बनाएको छ नि, तर अब यहाँ होइन अलिक मासतिर जाउँ। यहाँनिर केटाकेटी डुब्छ भन्ने हिसाबले हामी माथि गएको हो। चाहिँ कताबाट आएछु भने अब यताबाट झन्डै लड्यो गाई, झन्डै लड्यो। भयो त अनि पिकनिक एकदम भेरी नाइस। साह्रै मिठो भयो, तर करेन्ट चाउचाउ खाएर हप्न चाहिँ गाह्रो होला जस्तो। भेरी नाइस, बट टु मच रेन कमिङ भयो अनि प्रब्लम भयो। ल तपाईँको इङ्ग्लिस सुनेर 2-3वटा कुहिरे ढल्छ अझै पनि। चाहिँ हाम्रो यस्तो गाउँमा केरा बगान त कति केरा हो। ल अगाडिबाट पनि गर्नु त। हेर्नुहोस् साथीहरू, तपाईँ यहाँको दृश्य देख्न सक्नुहुन्छ। एकदमै रोमाञ्चक रहेको छ। पानी परेर हिलो भएको छ। बाख्राले स्वागत गरिदिएको हामीलाई। अब हामी घर आइपुगेको अवस्था। यहाँबाट अब भ्यू त दामी देखिँदो रहेछ। वाउ, यो चाहिँ मेरो घर ठाउँ, मेरो गाउँ। हेलो छेमा, कति राम्रो देखिरहेको तपाईँलाई। ल साथीहरू, आजलाई यति नै हाम्रो रमाइलो सकिएको छ। अब घरमा यहाँनिर गाडो मस्किनेवाला छ। किन भन्दाखेरि के भयो, पानीले के बिगारो हामीले हेर्नुपर्ने हुन्छ। त्यसपछि नुहाइ गरेर चट्टसँग तातो पानी
अनि तोरीको तेल तताएर तालुमा ठोक्नु पर्ने हुन्छ यसको झन्। ल आजलाई यति नै, हाम्रो रमाइलो यति नै हो। हस् त बाई, स्वस्थ रहनुहोस्, हाँस्दै रहनुहोस्, खुसी रहनुहोस्।